बाई We are at Maura right now. हामीहरु लेट भएर यहाँ चाहिँ भाइहरु छ बहिनीहरु छ हामीहरु लेट भएर आज हाम्रो प्लान चौपट भएको अवस्था हामीहरु आज जानु पाएन पोर्ट पनि बन्द भइसक्यो फेरि पनि गइसक्यो रे अब भोलि जाने के नजाने प्लान बन्दैछ पनि अरु भन्दा नि होटलको पैसा काटिसक्यो बुक गरिसक्यो टेन्सन भयो बाई भन्दै कान्छी बाई बाई के कता बाई बाई गर्छ तिमी नझर्दैौ न यार कान्छी यहाँ छ त हाम्रो फेरि छुटेर पार्क आएर गफ गर्दै बसेछु त्यता हुँदैन के कहाँ जाने भनेर प्लानिङ चल्दैछ हिजो चाहिँ फेरि त्यहीँ न त जाने रे त्यो माथिको सबै सुन हो क्या बहिनी त्यो पयाँ चाहिँ अब यहाँ बोटिङ गर्नु जान्छ भ्लगमा हो कि भाइ मलाई नि आउँछ तर आँखा चाहिँ हेर्न सक्दिनँ एजुको लाइफ ज्याकेट यहाँ हन्टिङ के अरे मङ्की हन्टिङ सबै सात खै त देखेन त अहिले त हेर्न आएको रे हामी Go back same. उता जान्छ होला नि अझै उता त जाँदैन होला जान्छ रे हैन ब्रान्ड न्यू कार्ड पनि हैन यो त होइन यो त ठोक्का लाग्छ बोटिङ गएर आयौँ भर्खरै दाइ दिदीहरू यस्तै हुनुहुन्छ $10 पर पर्सनमा यो सब घुमेर पुरै घुमेर आयौँ हामी कस्तो यो हल्लेर रिङ्गटा लागेको जस्तै भएको है हल्का हल्का ट्राई गर्दैछौँ हामी बिलबाप यहाँ खाजा खान आएको
बिजी छ हिजो के गरेको तिमी आमा हेर त्यहाँ हामी चाहिँ बल्ल बल्ल आज यहाँ शेष पर्छ सबैजना हिजो हाम्रो सुतिसक्यो गरिसक्यौ हामी आज रिभर भिलेजको साइडमा छौँ गर्ल्स नाइट आउट इट्स गर्ल्स नाइट आउट बोइज आर इन अनदर रुम हाम्रो यहाँ दिक्चन बहिनी पनि छ हाम्रो ग्याङमा सामेल हिजोको मसाज मान्दैन सबैजना रेडी भयो हतार आज हाम्रो 8 बजेको बोट पक्र्नु छ हिजो मात्र रेडी भएको छैन नि सबैजना पासपोर्ट यहाँ सबैको छ बहिनी रेडी दिदी रेडी रेडी टु गो हामी चाहिँ अहिले बोटमा चढ्यो बोट चाहिँ प्रपर जस्तो हुँदो रहेछ यसरी टक्क हेलो भाइ बहिनी दिदी अम्सा दिदी यतिको चाहिँ हुनु पर्यो है गाइजहरु चाहिँ स्याट आइपुग्यो होइन खुसी हुँदैछ कस्तो छ अमर भाइ बहिनी हुन्छ दिदी चाहिँ सानो मन गर्दैछ यहाँ कुर्सी नभएर अमर भाइ त ह्याप्पिएस्ट पर्सन भइरहेछ यहाँ फाइनल्ली लाभन आयो इमिग्रेसन सकेर हाम्रो हेजु चाहिँ सुतिरहेको छ मस्त सुतेछ सानो पिजेमै छ अर्का हामी चाहिँ फाइनल्ली गाडी रिजर्भ गरेर यहाँ ग्रीन एप्पल रेस्टुरेन्ट जाने हो साइड ड्राइभर मेरोबाट भोक लाएर भाइ बहिनी चाइनिज खाने भन्छ अगाडि यहाँ इन्डियन खाने भन्छ दाइ बुफेट खाने रे दिदी के खाने हो चाइनिज पोर्क रे दिदी पोर्क खाने रे तपाईँ के खाने हो बाटो नभएर यस्तै ल हिजो त डोली चाहिँ भएछ ल है त पार्किङमा गाडी राखेर गाडी नपाएर खोजेर सबैजना शेष परेको अवस्था यहाँ हामीहरू चाहिँ बल्ल होटल आइपुग्यो यहाँको सपिङ मल गएर एकछिन यहाँ आराम गर्छौँ फ्रेस हुन्छु त्यसपछि बिच साइडतिर जाने प्लान छ हामीलाई चाहिँ के हुन्छ डबल बेडरुम यता नि डबल बेडरुम यो चाहिँ टोइलेट यहीँ पो बस्ला जस्तो हो त ओहो सोफा रहेछ यहीँ सुत्ने हो मिनी किचन है पकाउने रहेछ है ल यहाँ मास्टर सेफहरूले पकाउँछ यो चाहिँ एट्याच बाथरुम हामी चाहिँ अहिले फेरि बिचतिर जानुलाई रेडी हुँदैछौँ दिदी लुक
यता हेर्नु दिदीको न्यू 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 पिन्च हो दिदीलाई त न्यू पिन हेलो यही हाम्रो बाउ बाजे मरेको ठाउँ यही ठाउँमै हो र पहिला लडाई हैन ल्याएर चाहिँ यहाँ गाडेको राखेको होला ल cemetery बाजे बराजु लडेको ठाउँ आउ बेबी कति धेरै रहेछ नि अस्ट्रेलियन सोल्जरहरु unknown नामहरुको रहेछ Real Air Force फुल इन्ट्रेस्ट लिएर चट्टा हेर्दैछ इन्डियन आर्मी काली बहादुर थापा हाम्रो गोर्खा एडजिआरको यहाँ चाहिँ पानी पर्दैछ हामी चाहिँ पाम बिचमा पुगिसक्यौँ यो चाहिँ चटरी यहाँ चाहिँ कम हामी चाहिँ अहिले यहाँ आइएको छौँ बिच साइडमा यता जाने अहिले बिच साइडमा आएको छौँ यहाँ पनि अब चाहिँ हामी खाजा खाने ठाउँ डिनरको लागि जाँदैछौँ के खाने हो पनि कसैले चाइनिज खाने कसैले नखाने भन्छ लेट्स सी के छ यतिको चाहिँ हुनु पर्यो है वा ए थाक्यो भाइ थाक्यो म थाकेको छैन है चारटा एसिड फेस्टिभल हुँदैछ अब स्टिल गेम पनि चल्दै रहेछ नाइस फुड बास्न मिठो मिठो आइरहेछ डेसर्ट दाम चाहिँ पानी पानी हिँड्दैछ म्याडम अनि साइड साइड हिँड्ने हो नि त नि चाहिँ यहाँ मार्केट डुलेर अब यहाँ पोका सोका बोकेर अब होटेलतिर जाँदैछौँ हेर न माया हेर माया लाबनको घण्टाघर चाहिँ म्युजियम हामी भोलि चाहिँ यहाँ आउँदैछौँ म्युजियममा भोलि आज भ्याएन आउनुलाई चाहिँ फेरि ब्याक टु यहाँ सी फुड खानुलाई आएको छ यहाँ यसरी यहाँबाट चुज गरेर खाने हो चुज गरेर खाने हो यहाँबाट अनि चाहिँ कस्तो बनाएको यो त कस्तो धुन्दा देखेको हौ ट्राई गर्छ बेबी यसको नाम के हो रे ट्राई गर्नु कस्तो किलकिल छ है यो भाइ कस्तो छ मिठो छ कस्तो रहेछ बहिनी कस्तो छ चाख्यो ल खाऊ त यसमा त खुर्सानी हाल्नुपर्छ मिठो छ कस्तो छ मिठो छ कसले खाने होला यत्रो
धेरै भन्दै थियो अहिले यहाँ चकाचक भइसक्यो एउटा खोस्टा पनि बाँकी नराखिँदै यो अझै भएन भ्याउनु भयो दिदीले वान एन्ड ओन्ली अमिषा दिदीले खानुभयो है मासु मात्रै लाग्दैन पप बनाएको सिधै गएको सिधै गएको भने डाइरेक्ट हामीहरूको लेट नाइट टोमियम सुप बुल्डक 2x बर्गर नासी कोरेङ आज हाम्रो घरबाट निस्केको 2 दिन भयो र लाभुनाको चाहिँ 1 दिन भयो अब हाम्रो टुर चाहिँ सकियो हामी अब आज चाहिँ अहिले म्युजियम जान्छौँ म्युजियमबाट चाहिँ ब्रेकफास्ट लन्चको लागि जान्छौँ त्यसपछि हामी ब्याक टु ब्रुनेई हाम्रो आज फेरि हाम्रो बोर्ड चाहिँ सायद 1 हैन 2 कि 3 बजेको छ त्यही हो मेरो आउटफिट अफ द डे कस्तो राम्रो आएको यता हाम्रो होटलको भ्यू चाहिँ यस्तो छ हेर यति बाठी छ भेन्डिङ मेसिनमा पैसा हाल्नुपर्छ भनेर पैसा ओ नो हुन्छ त्यो कहाँ हाल्ने हो भेटेन बोलाउँछ अब पापालाई आऊ रे कस्तो माया लाग्दो रे बोलाएको नि फेरि कस्तो माया लाग्दो रे आऊ रे के फेरि Ja. Alla, stopp. कुन चुज गर्नुपर्ने होला नि त त्यो पैसा हुँदैन भनेर होला त्यसले केही नि आउँदैन फेरि माग्न आयो दि तपाईँसँग पैसा फेरि माग्यो के हो कति छ त यहाँ 50 सेन्ट यो त फिर्दा आउँदैन त काम छैन 50 सेन्टमा त केही पनि छैन सबै 2 रिङ्गेट 4 रिङ्गेट छ वेट खैलो ल भाइ उसलाई उचाल्देऊ त उचालेर उसलाई आफै हाल्नु पानी मगाइदिनु कि जुस मगाइदिनु उसलाई जुस 2 रिङ्गेट यसले हालिसक्यो हाले छैन यहाँ छ यो ठुलो हाल यहाँ ठुलो यहाँ अनि कसरी हो यहाँ कस्तो रमाएर क्या त्यो खुट्टा ट्याक ट्याक ठोको के ह्याप्पी हेजु हेर्नु न त्यो मुखमा चमकै डिफ्रेन्ट छ उसको ह्याप्पी हामी चाहिँ अहिले म्युजियममा आएको छौँ यहाँ आज के हो टग अफ वार भएको भएर लाग्दैछ हेजु गल आफ्नो ब्याग बोकेको हेर न यहाँ टिकट काउन्टर टिकट लिएर भित्र जाने ओ माछा रहेछ त त्यहाँ युनिक रहेछ यो माछा होइन लायन फिश लायन फिश
हेर्नु पोइजनस फिस अरे ए पोर्कुपाइन फिस दुम्सी फिस काँडा काँडा रहेछ दुम्सी फिस हेर न दुम्सी फिस पर्कुपाइन फिस हेर न फिस फिस आउ पेन्सिल फिस एक्साइटेड कत्रो थियो होला हौ यो माछा अब जानु लागेको अमर भाइ र बहिनी फोटो खिच्नु थियो वा यतिको चाहिँ हुनु पर्यो है यतिको चाहिँ वा उ त्यहाँ माथि गएर टाइटेनिक पोज्दै नि हुन्थ्यो यहाँ भित्र रहेछ हामी खेल्ने चाहिँ चारजना पहिले जानु है चारजना VR जस्तै हो क्या भर्चुअल रियालिटी जस्तै हो क्या त्यो ठ्याक्क स्क्रिन आउँछ आँखामा लाउने होइन डाइरेक्ट डाइरेक्ट हो डाइरेक्ट हो भने त झन् मजा आउँछ खेल्नुपर्छ क्या दिदी वो के हो यस्तो फास्ट तिमी एकैचोटि घुस्दिने चारजना काट्दिन्छु सुरुमा तपाईँ बाहिर बस्छ भने हामी जान्छ पानीमा पसेको रियल फिल हुन्छ दिदी रेडी हो रेडी दिदी रेडी वाइ बहिनी हामी पहिला है खेल्ने चारजना होइन खेल न रमाइलो छ खेल क्या केही त्यो डर लाग्ने होइन डर लाग्ने छैन रमाइलो एक्सपिरियन्स हो क्या एक्सपिरियन्स गरेर भनेर तिमीहरूलाई ल्याइदिएको झन् अब पछि खेल्न डर लाग्ने के होइन क्या रमाइलो हो क्या उनीहरू नि खेल्ने अरे रमाइलो छ होइन हामी चाहिँ अर्को खेल्छौँ क्या ल ल म त रेडी हो रेडी बहिनी रेडी गुड रेडी हामी रेडी है ल ल होइन एकछिनलाई मात्र गरेको Sister, can we use phone? बुढाहरुमा भएर मैले मोबाइल ल्याउनु पनि रहेछ लामे चुरी त यो है It's a velociraptor. It's Momentosaurus. They are resting. हामीले कफी अर्डर गरेको एउटा डल गिफ्ट पायो एन्ड यो 2 फ्यान्टेसी कार्ड डिस्काउन्टमा दिँदो रहेछ फ्रीमा
यो गिफ्ट रे के यहाँ यति बिहे खाएको दुईटा अझै एक्स्ट्रा पायो दुईजनालाई खेल्न जा भन्नु पर्यो फेरि फ्रीमा पायो क्या यहाँ टिकट फेरि फ्यान्टेसीको यहाँको यो चाहिँ ह्याप्पी ह्याप्पी त्यसलाई चप्पलहरू राख्छु अब हो आउनु दिदी जाउँ भित्र हामी चाहिँ आज टुर सक्यो फेरि ब्याक टु ब्रुनेई ब्याक टु ब्रुनेई बाई लाबुन बेबी लाबुन बाई गर्नु हातै खाली छैन हो अब आज चाहिँ यो हाम्रो राइड फेरि राइड यो हो चढेर जाने हामी यो त दुईटा फ्लोर रहेछ आज चाहिँ टप फ्लोरमा छौँ टप फ्लोर 2 फ्लोर यो तल डाउन फ्लोर टप फ्लोर किन माथि पठाएको आकाश भनेको माथि भनेको सेममा भनेको सबै भनेको तल चाहिँ राम्रो हो माथि चाहिँ राम्रो नि माथि राम्रो तल भन्दा माथिबाट मजाले भ्यू त्यो भन्दा त्यसले हामीलाई तल पठाएको थियो नि त रेजिना पनि तल पनि गयो तर त्यो बाहिरको अलिकति खतरा रहेछ माथिबाट जाँदैछौँ भाइ र बहिनी 3 चोटि भयो सिट चेन्ज गरेको बिचरा अघि उता त बसेको थियो अहिले फेरि यता बिचरा भाइ पोका बोकेर हिँडेको हिँडै छ भाइ पोका बोकेर कान बजाएर होइन तर खै यता मामा We are finally back to Brunei. Brunei back भयो हामी 4-5 जना चाहिँ आयौँ अब अमर भाइ र बुढालाई पुरिरहेको छु बहिनी चाहिँ तुतुङको बिचमा आएर पुरा सेल खोज्दैछ भाइ र बहिनी सेलहरू